हेलो हेलो सो गाइस म चाहिँ घरदेखि अब चाहिँ चनौटीतिर निस्किन लागेको सो साथी र म चाहिँ अहिले साथी चाहिँ कता गएको फेरि अब यताबाट चाहिँ हाम्रो मेरो घर हो कोही पनि बस्दैन छ हामी चाहिँ कहिले कहिले म चाहिँ आउने गरेको छु घरमा चाहिँ आज चाहिँ जानु कुबेन्डे निम्देश्वरी महाकाली भैरवी देवी मन्दिर हो यो चाहिँ यता माथि चाहिँ सो तपाईहरुले जे मागेको त्यही पुरा हुन्छ यता चाहिँ हैन सो तपाईहरुले आउन सक्नुहुन्छ यता माथि यता चाहिँ लम्बु साथ माथि पोखरे डाँडा भन्ने ठाउँमा पर्छ सो बाटो पनि हल्का हिलेलो छ बिस्तारै जानुपर्ने हुन्छ नत्र भए चिप्लिन्छ र रातभरि पानी परेर पुरा चिप्लो भइरहेछ यताबाट चाहिँ ठुलबाको छोरा उठाएर लानुपर्ने छ स्कुलमा सो हामी चाहिँ यता तल्लो गाउँ पुग्यो हैन जाँदै गरौँ बाटो यस्तै छ हाम्रो गाउँतिर चाहिँ हैन पुरा पानी परेर बर्खामा पुरा खोलियो सो कहिले बनाउने हो यता घट्टे पाखा भन्ने ठाउँमा चाहिँ हामी पुग्यो सो अब उता पिपल डाँडा हुँदै जानुपर्ने हुन्छ चनौटी ल तलतिर जाने कि त ल गएको ल है ल समोसाले बल्छी हो बल्छी बच्चाहरू कहाँ कुर्छ रे सबैजना कहाँ कुर्छ रे बच्चाहरूले एकछिन ए त्यसले यहीँ लागि यस्तो यस्तो गरेको कहाँ कुर्छ तिम्रो गाडी कहाँ कुर्छ गाडी हो यस्तै बस ल अहिले आइदिनेको ऊ त अङ्कलको साथ के अरे उनीहरू पनि आउँछ छोराहरू पनि आउँछ है ल म चाहिँ मङ्गालदेखि अब तल चनौटी साइड जाँदैछु सो यता पुरानो बाटो पहिलाको हो दामी छ यताको भ्यू पनि र बाटो पनि त्यस्तो खासै चिप्लो छैन तल पुगेपछि त सबै यता सोलिङ मकिङ हालेको छ पुरा ग्राभेलै जस्तै खालका फुल्का कतै हिलो त्यस्तै हो जाँदै गरौँ अब एकछिन 5 मिनट पछि हामी चाहिँ तल चनौटी पुग्छ हैन यता माथिदेखि चाहिँ 2 किलोमिटर चनौटी सो यता चाहिँ हिलो रहेछ सो फाइनली चनौटी बजार पनि पुग्यो अब यता बहिनी के गर्दै रहेछ हेरौँ अब यतै साइड लाउनु पर्ला बाइक पनि